वेलकम टु माई च्यानल गाइज होइन, यो चाहिँ मेरो दोस्रो भलोको गाइज होइन। अनि आज हामी यसो गाइज होइन माथि दाइँतिर आएको होइन। अनि गाइज जाँदै छ गाइज अहिले होइन। तर हजुरलाई चाहिँ गाइज मैले सिन देखाउँछु गाइज है हाम्रो गाउँतिरको होइन। मजा आयो तर गाइज यो चाहिँ हाम्रो गाउँ गाइज यहाँ तलतिर छ नि गाइज होइन। हाम्रो घर चाहिँ यहीँनिर छ यहाँनिर। अनि पिदी खोला चाहिँ यहाँनिर गाइज स्कुलकै होइन। यही मेरो साथी गाइज होइन काम मजाएर देखिँदै थियो चाहिँ पेजमा त गाइज यो मजा चाहिँ गाइज होइन युट्युबमा जाँदाखेरि गाइज चाहिँ हजुरहरूले लाइक फलो होइन सपोर्ट गरिदिनु होला गाइज, नहाँसिदिनु होला होइन। मान्छे लास्टै बिमारी भएको छ कि गाइज मेरो साथी सुई पनि सानोलाई ठुलो छ नि फेरि। मलाई चाहिँ फेरि आसन कहिले सुई लगाएको गाई जस्तो बिमार भएर न मेरो साथी बिमार भएको थियो। अनि म चाहिँ आएँ नि त स्कुलको साथमा होइन बिहान होइन अब कस्तो के बिमार भयो भनेर होइन। खतराकै गाई चाहिँ एकदम खतरा गाई चाहिँ कहिले लगाएको छैन मैले कहिले यस्तो बिमार पनि भएको छैन लगाइदियो। यो चाहिँ गाई होइन हाम्रो चाहिँ यो बाङ्गेलाखुरीको बजारकै गाई छैन। हाम्रो घर चाहिँ तलतिर छ होइन, यता तलतिर यही तल छ गाई छैन। ल गाई छैन सुई लगाइसकेपछि गाई मेरो साथीको हालत हेरेर गाई झन् हिँड्दै नै सकिरहेको छैन कि अलिक खोच्याइदिएर कि खोजेन अलि गाई छैन। केटीहरू चाहिँ थुप्रै मान्छे गाई छैन हाम्रो गाउँतिर गाउँ प्रवास भयो भने होइन। जुम पनि कति साह्रो भयो साला हात र गाई ल सुई लगाएर हालत हेरेर गाई कस्तो रहेछ होइन। हिँड्नै सकिरहेको छैन गाई जो होइन। सुई चाहिँ पुरा हान्दियो कि ढाक्कै बाहिर होइन। त्यो डक्टरले पनि यस्तो खोप हाने नि कुडी छाडिदिने गाई। त्यही भएर भन्छु कि गाई झन् बिमार भयो भने सुई लाउने आज चाहिँ नबसाल है। यसको हालत हेरेर गाई झन् कस्तो भयो गाई चाहिँ मान्छेहरू कस्तो राम्रो थियो अगाडि आउँदाखेरि गाई झन् अझै कम्मरमा हात लगाएर बसिदिरहेको कि गाई झन् ठाउँ चाहिँ फेरि हाम्रो पनि बब्बा छ कि गाई झन्। अनि हजुरहरू कमेन्ट गर्मै कस्तो लाग्छ कि होइन। ल गाई झन् मेरो साथीले पुरा मलाई चाउमिन खानु लगिरहेको छ गाई झन्। अब चाउमिन खानु बर्तस लगाइरहेको छ मलाई होइन। ल गाई झन् अब हामी चाहिँ चाउमिन खाइरहेको गाइस मेरो लागि चाहिँ चम्पी बजिरहेको छ गाइस। मेरो साथीले खानु परेको आयो तर यहाँ हामी ल चाय खान्छस् र खान्छस् कि पिन्छस् पिन्छस् ल गाइस बस्तिर आएको कि हामी बन्यो भएन म गाई झन् लाउनु पऱ्यो गाई झन् एकछिन ट्राई गरेँ गाई झन् मजा मानेर कि यसले पनि होइन। ल गाई झन् अब सुई सुई लगाएर चाहिँ गाई झन् अब मेरो साथीले चाहिँ यहाँ डस्ट होइन पुरा चाय पाउडर नै हालिदिरहेको छ गाई झन्। अब म चाहिँ अब चाउमिन खान्छु भनेर चाउमिन खाने भने त्यही भएर मेरो चाहिँ बन्दैछ हेरौँ न पुरा बोलिसक्यो भनेर मजा आइरहेको छ नि उहाँलाई बब्बाले खाइरहेको छ गाई चाहिँ। त्यो भ्लग चाहिँ गाई युट्युबमा आउँछ होइन। अब हजुरहरूले यसो लाइक सब्सक्राइब गरिदिनु होला सपोर्ट गरिदिनु होला गाई मलाई दामी छ बब्बाल हो र। यत्रो एक्लै खाने तैँले यो सबै एक्लै खाने हो र यस्तो भयो। अर्को कप पनि मगाउने चाहे त्यो लागि म त खाँदैन हो र। यो माथि सस काटिहाल्छ ल झर्दैन त के बेसी गरी हान्न सक्दैन स्याउ त काक्ती होइन हो त्यही हो भले तेरो नाम काक्ती नहाल्दै खानु पर्यो नि चाउमिन त्यही खट्टा चुक्क धेरै बस्यो नि कस्तो त्यो पनि मर्छ गाई चाउमिन चाहिँ होइन थाहा छैन। नास्ता फाइनली सकिसक्यो यो चाहिँ अब होइन अगाडि होइन अरू खाने एकदम अगाएर ल ल ल त्यसपछि अब हामी घर जानुपर्छ ल होइन। म उताउँदै के चिन्ता गर्छस् क्या सुनसान छ त होइन प्रायः बाङ्गेको बजारको छ त होइन। एकदम क्या मान्छेहरू पनि छैन नि त अहिले गाउँमा होइन। अब चाहिँ हाम्रो चाहिँ दोस्त सिक घुम्जाउनु पठायो हो ऊ आउँदैछ ल ल छिटो आएछ खाइदिएन चिकन अर्को हुँदा म दुइटा ल्याएर गाई झन् बब्बा पहिला जिन्दगीमा होइन
सिकुम चाहिँ खाइसक्यो तिमीले होइन हिँड नि त क्या कहाँ जाने क्या गाई छैन यो चाहिँ गाई हाम्रो ठाउँमा गाई छैन बाङ्गेबाट देखिने यस्तो देखिन्छ क्या बाङ्गे लाखुरीबाट होइन हाम्रो घर चाहिँ उता तल छेउमा देखिया नि यो बिचको गाउँ यहाँ चाहिँ हाम्रो घर पर्छ गाई छैन हाम्रो घर चाहिँ यहाँनिर ठ्याक्कै होइन गाई ठ्याक्क यहाँनिर हजुर एउटा कस्तो लाग्छ त गाई हाम्रो गाउँ होइन बब्बाल छ देखिन्छ गाई छैन यहाँबाट चाहिँ होइन